तिमी जिम्मा लिने कि नलिने? म त लिन्छु भनेकै छु। तिमीलाई पचकाम कि जिम्मा लिने यो केटी? तपाईहरु जतिखेर पचकाम भन्नुहुन्छ पचकाएर मात्रै समस्याको समाधान हुन्छ? यसको दाँतै पचकाएर मात्रै हेर्नु त पचकाएर मात्रै हेर्नु मेरो भाइलाई पचाइदिन्छु। सासूआमा दिदीले माने के खान सासूआमा भनेर? अनि अब उसको आमा भइसकेपछि त सासूआमा भन्न पाउनु त मेरो अधिकारै छ त नि। बोल भाइ बोल गल्ती त गरिसकिस् यसै पनि स्वीकार्नु त परिहाल्छ कति हाल्नु अहिले लानुपर्छ यहाँ। अहिले होइन अनि 2 वर्षपछि आएर लिएर जानु 2 वर्ष पनि पर्दैन 8-9 महिना नभए काटेर मासु पुकार कुकुरलाई खान होइन भने यसलाई अब सजाइदिनुपर्छ। जात डाडु तताएर यसलाई डाम दिन्छु अब। नडरा बिहा गरेर मगाइदिनु यो केटी। त जिम्मा लिने कि नलिने? कहिले को खोजिस् अब? मेरो मान्छेहरू बोलाउनु पर्यो कि त आफै सुरुका जिम्मा लिन्छस्? तिमी आज जाने होला नि मसँग